मेरो नाममा दिनु होला हैन 10वटा सब्सक्राइब चाहियो सोल्डाको नाममा 10वटा बेसी बेसी नेपेट गयो बिग्रिएर चाहिँ त्यो बिग्रेकोलाई चाहिँ बिग्रेको भनेर हालिदिनु नि होइन केही छैन कि पैसा उसँग त झन् छैन रे मसँग पनि छैन त्यही भएर हामी जाँदैनौँ आज चाहिँ नेक्स्ट टाइम युट्युबबाट पैसा आयो भने चाहिँ होइन फेरि त्यस्तो घुमेर रहिला हामी नि अक्सिजनमा बाटोमा टन्न हिँड्नुहुन्छ अनि बाटै पाइँदैन हत्तपत्त लुक एट द भ्यू गाइज बवाल छ होइन आजको मौसम चाहिँ बाटो यस्तै छ हामी टक 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 हिँडिरहेछौँ गाडीहरू पनि राम्रो राम्रो हुन्छ नेपाली दाइ यो गाडीमा नेपाली दाइ छ कि त्यो हराइमा सधैँ भेट्छु मैले यो बाटो हिँडेर जाग्री भएन त्यो दाइको काम यहाँ उपात्यामा होइन उपात्यामा आएको टुरिस्टहरूलाई होटल छोडिदिने यताउता रहेछ क्या त्यहाँ बस पार्कबाट अनि बस पार्कमा सधैँ भेटिन्छ कि हाम्रो उपात्या चाहिँ होइन यो सब टुरिज्म एरिया हो यहाँ चाहिँ टुरिस्टहरू यस्तरी आउँछन् कि यो सब टुरिस्टहरू यता हाम्रो सोल्टा र म चाहिँ टक्क यसो भिजिट गर्न हिँड्दैछौँ यस्तो छ होइन यता चाहिँ समुद्र पुरा पुरै समुद्र छ उता चाहिँ यहाँ चाहिँ होइन हाम्रो यस्तो हुन्छ कि पेटीहरू मान्छे हिँड्नलाई तर नेपालमा चाहिँ यो मार्बल लगायो भनेर विरोध कि यहाँ पुरै बाटो भएर नै यस्तै हुन्छ कि सबै झन् यो टुरिज्म एरिया पुरा मार्बलहरू सब लाइटहरू यो खालको राति झन् छुट्टै एउटा माहौल हुन्छ कि राति झन् एउटा पुरै यो लाइटहरू सब बल्ने त्यो पानीको झर्ना त्यो यता पानीको झर्नाहरू छ होइन सबै यस्तो रङ्गी चङ्गी राति हिँड्न झन् मजा आउँछ कि विदेशतिर चाहिँ केहीको डर पनि हुन्न चोरहरू यताउता केही हुन्न यता फेरि पुरा समुद्र अनि यो पनि रातितिर अब गर्मी सुरु हुन लाग्यो यता चाहिँ होइन गर्मी सुरु हुन लागेपछि चाहिँ यतातिर मान्छे बस्ने ठाउँै हुँदैन यति धेरै